हेलो सम्पूर्णमा नमस्ते गुड मर्निङ। आज चाहिँ मेरो छुट्टीको कारण भएर म अलिक चाँडै उठेँ त यसो बाहिर गएर हेर्छु एकदम कुल मौसम रहेको रहेछ है। सो म गएँ फ्रेस हुनको लागि ब्रस गरेको अनि यसो ऐना हेर्नतिर जाऊँ भनेको त दाढी बडो ठुलो भइसकेको रहेछ। सो चट मैले मसिन निकालेर दाढी काट्नै परिहाल्यो अनि दाढी काट्न चाहिँ म टक्क गएँ। अब दाढी-साडी सेभिङ गरेपछि जुङ्गा भने राख्नुपर्छ। यो चाहिँ मेरो खानदानी नै हो होइन, केटाको सान नै हो जुङ्गा। त्यसपछि अलिकति फ्रेस पनि हुनै पर्यो अनि नुहाउनको लागि सावर चालु गऱ्यो। टक्क म चाहिँ नुहाउन थालिहालेँ। फेरि मेरो ज्यान नहेर ल फेरि आँखा लाग्छ अनि चाहिँ म त नुहाइधुवाइ गरेर यसो ऐना हेरेको बाहिर गएर चाहिँ त्यसपछि त म हेरेको त को ह्यान्डसमै देखिने रहेछु नि दाढी काटेर फेरि म। सो त्यसपछि चाहिँ म आफ्नो डेली चाहिँ नास्ता लिएर मेरो फेभरेट प्लेसमा गएँ। यो चाहिँ मेरो सबैभन्दा राम्रो प्लेस हो, मलाई मनपर्ने ठाउँ हो। यहाँ चाहिँ म बसेर हमेसा आफ्नो नास्ताहरू खाने गर्छु। सो मेरो डेली भ्लगमा चाहिँ यो कुराहरू चाहिँ मैले एड गरेको हुन्छु। तपाईँलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला अनि मेरो डाइटहरू पनि कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। तबसम्मको लागि अर्को भ्लग पर्खिनुहोला। बाई बाई।